नमस्कार अनि हार्दिक स्वागत गर्दछु। म तपाईँकै साथी तपाईँकै मित्र उपेन्द्र रायमाझी। यतिखेर तपाईँहरू सम्पूर्ण दर्शकवृन्दहरूको लागि एउटा बिल्कुलै नयाँ कार्यक्रम लिएर आएको छु र यो कार्यक्रमको नाम रहेको छ दृश्य। हजुर, यो कार्यक्रममा हामी तपाईँलाई 3वटा दृश्य देखाउँछौँ र यो 3वटा दृश्य तपाईँलाई कस्तो लाग्छ कृपया तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। फेसबुक प्रेमी अनि सोसल मिडिया प्रेमी साथीहरूको लागि ल्याएको मैले यो कार्यक्रम अवश्य पनि हाम्रा साथीहरूलाई मन पर्दछ होला भन्ने मैले आशा एवं विश्वास लिएको छु। त्यसकारण यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र मन परेको खण्डमा हामी दृश्यहरू बढाउँदै जानेछौँ र दृश्यहरू हामी तपाईँलाई देखाउँदै जानेछौँ। कार्यक्रमको नाम रहेको छ दृश्य। कार्यक्रम दृश्यमा म तपाईँहरूलाई पहिलो दृश्य यतिखेर राख्न गइरहेको छु। हेरौँ यो पहिलो दृश्य। ढिस ढिस ढाई। काँचो मकैलाई जिब्राले खेलाउँछु, भुटेको मकैलाई दाँतले टोक्छु, नचिनेको मान्छेलाई आहा तर्छु, तर चिनेको मान्छेलाई माया गर्छु, माया। कार्यक्रममा राखेको यो पहिलो दृश्य तपाईँलाई अवश्य पनि मन पर्यो होला र यो पहिलो दृश्यको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? यो दृश्यको बारेमा तपाईँको मनमा कुनै पनि त्यस्तो खुल्दुली, तपाईँको मनमा कुनै पनि त्यस्तो जिज्ञासा छन् भने हामी तपाईँको जिज्ञासा मेटाउने प्रयत्न गर्दछौँ। त्यसकारण तपाईँले चाहिँ आफ्नो जिज्ञासाहरू मेटाउनको लागि हामीलाई कमेन्ट गर्नुहोला। अब भने कार्यक्रम दृश्यमा दोस्रो दृश्य राख्नुपर्ने बेला भइसकेको छ र कार्यक्रममा म दोस्रो दृश्य यतिखेर राख्न गइरहेको छु तपाईँहरूको लागि। यो दोस्रो दृश्य ढान्टाडाङ ढेस। मेरो साबिती धन कता जानुभयो? मलाई कस्तो मिठो लालीपप ल्याइदिनु हुन्थ्यो। त्यो मेरो दाई भन त टिपी दादाले देखि सधैँ त्यसको मात्रै कुरा काट्छ सधैँ। तर मलाई सावित्री धन कस्तो माया लाग्छ, उहाँको कस्तो याद आउँछ। सावित्री धन, मेरो सावित्री धन कहाँ हुनुहुन्छ? हजुर आउनुहोस् न। कार्यक्रममा दोस्रो दृश्य पनि तपाईँले हेरिसक्नुभयो र दोस्रो दृश्य पनि कस्तो लाग्छ तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुनेछ। दोस्रो दृश्यपछि म साथीहरूको लागि एउटा अन्तिम दृश्य लिएर आइसकेको छु र यो अन्तिम दृश्य कस्तो लाग्छ, यो अन्तिम दृश्यको बारेमा पनि तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुनेछ भन्दै तपाईँहरूको लागि ढिला नगरी राख्न गइरहेको छु यतिखेर अन्तिम तेस्रो दृश्य ढिस ढिस ढाई। किनभने त्यो डल्ले मेसीसँग पहिला जान्छु, बरु आनन्दै हुन्छ। तिमी जस्तो बस्नु होला त बरु पहिल्यै जानु ठिक। तिमी र तिम्रो रोनाल्डो मात्रै बस्नु यो घरमा, खाना पनि आफै पकाऊ हो भने। झन् आज अर्जेन्टिनाको गेम छ हेर्छु भन्दाखेरि त खाली कहिले के भनेको छ कहिले के। तारा देख्यौ? 1 2 3टा तारा। खै फेरि एकचोटि हेरौँ। ए देखिस् नि तारा, अहिले अर्जेन्टिनाको तारा हेर्नु, तारा हेर्नु भनेको छ। कति नै अर्जेन्टिनाको तारा देखाएको छ। अब तारा देख्यो नि, जा भित्र गएर खुर्कन भात पका। जान्न, तिमी र तिम्रो रोनाल्डो मिलेर पकाऊ खाना। हिँड, म बस्दिनँ तिम्रो घर, जान्छु बरु पहिला। जा जा, जाने चाहिँ होइन, घुमाइ फिराइ खुसी हुने बाना मात्रै दिन्छ बिहानै बिहानै। कार्यक्रम दृश्यमा मैले तपाईँलाई आज 3वटा दृश्य देखाइसकेँ र यो 3वटा दृश्य मध्ये तपाईँलाई एकदमै राम्रो लागेको दृश्य के कस्तो छ तपाईँले हामीलाई जानकारी गराउनु होला। हामी तपाईँहरूको दृश्य, तपाईँहरूको कमेन्ट कस्तो रहन्छ हामी प्रतीक्षामा रहन्छौँ भन्दै म तपाईँकै साथी तपाईँकै मित्र यस दृश्य कार्यक्रमको प्रस्तुता भूपेन्द्र रायमाझी अर्को कार्यक्रम अर्को प्रस्तुति नाउन्जेलसम्मको लागि बिदा चाहन्छु र तपाईँले मेरो फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला र तपाईँले साथी अर्थात् फ्रेन्ड रिक्वेस्ट पनि पठाउन सक्नुहुनेछ भन्ने जानकारी पनि गराउन चाहन्छु। माया गर्नुहोला, रमाइलो
प्रस्तुति दृश्यलाई हेरेर साथ दिनुहोला। म तपाईँको साथमा हरपल रहनेछु। अहिलेको लागि बिदा हुन्छु। तपाईँ सम्पूर्ण पल शुभ रहोस्। हस्त नमस्कार।